हेलो एभ्रीवन, तपाईहरुलाई आजको भिडियोमा स्वागत छ। आजको भिडियोमा चाहिँ म तपाईहरुलाई यस्तो टाइपको भिडियो कसरी बनाउने भनेर सिकाउन गइरहेको छु। तपाईहरुलाई थाहै छ टिकटकमा अहिले यस्तो खालको भिडियोहरु एकदम धेरै ट्रेन्डिङमा चलिरहेको छ। भिडियोहरु पनि एकदम धेरै भाइरल भइरहेको छ। तपाईहरु पनि बनाएर ट्राई गर्नु होला। सबैभन्दा फर्स्टमा तपाईहरु आफ्नो मोबाइलको क्रोम ब्राउजरलाई ओपन गर्नु होला र सर्च बारमा गएर पिक्सवर्स एआई लेखेर सर्च गर्दिनु होला। यति गरिसकेपछि हेर्न सक्नुहुन्छ सुरुमै पिक्सवर्स एआई को वेबसाइट आउनेछ। त्यो वाला वेबसाइटलाई चाहिँ ओपन गर्नु होला। वेबसाइटलाई ओपन गरिसकेपछि चाहिँ यहाँ माथिपट्टि हेर्न सक्नुहुन्छ लगइन भनेर लेखेको अप्सन छ। त्यो वाला अप्सनमा जानुस्। त्यो वाला अप्सनमा गइसकेपछि हेर्न सक्नुहुन्छ यहाँ साइन इन विथ गुगल भनेर लेखेको अप्सन छ। त्यो वाला अप्सनमा जानुस्। त्यो वाला अप्सनमा गइसकेपछि तपाईहरुले आफ्नो एउटा जीमेल एकाउन्ट चाहिँ यसमा कनेक्ट गरिदिनुस्। यति गरिसकेपछि यो वेबसाइटको फिचरहरु मजाले युज गर्न सक्नुहुन्छ एकदमै फ्रीमा। अब हेर्न सक्नुहुन्छ यो वेबसाइटको इन्टरफेस चाहिँ यस्तो टाइपको आउने छ। त्यसपछि यहाँनिर हेर्न सक्नुहुन्छ एउटा इफेक्ट भनेर लेखेको अप्सन छ। त्यो वाला अप्सनमा जानु होला। त्यसपछि यहाँ हेर्न सक्नुहुन्छ यहाँ थुप्रै इफेक्टहरु रहेको छ। तपाईहरुले यहाँ मध्ये जुनसुकै इफेक्टहरु पनि एप्लाई गर्न सक्नुहुन्छ। तर अहिले टिकटकमा चाहिँ यो नाइट लेखेको इफेक्ट चाहिँ एकदमै धेरै ट्रेन्डिङमा चलिरहेको भएर आज तपाईहरुलाई यही इफेक्ट बनाएर देखाउन गइरहेको छु। त्यसैले यो इफेक्टलाई टच गर्नुस्। त्यसपछि हेर्न सक्नुहुन्छ यहाँ तपाईहरुले यसमा फोटो अपलोड गर्ने अप्सन पाउन सक्नुहुन्छ। त्यो वाला अप्सनमा जानुस् र तपाईहरुले आफ्नो एउटा फोटोलाई चाहिँ सिलेक्ट गरिदिनु होला। फोटो चाहिँ यसमा अपलोड हुन अलिकति 2-4 सेकेन्ड जस्तो टाइम लाग्छ। त्यति दिनसम्म चाहिँ तपाईहरुले यसमा वेट गर्नुपर्ने हुन्छ। हेर्न सक्नुहुन्छ हाम्रो फोटो यहाँ अपलोड भइरहेको छ। फोटो अपलोड भइसकेपछि चाहिँ यहाँ तलपट्टि साइडमा हेर्न सक्नुहुन्छ क्रिएट भनेर लेखेको एउटा अप्सन छ। त्यो वाला अप्सनलाई टच गरिदिनुस्। त्यो वाला अप्सनलाई टच गरिसकेपछि हाम्रो भिडियो पनि जेनेरेट हुन माथिपट्टि सुरु भइसकेको छ। तपाईहरुले यसमा अलिकति केही समय चाहिँ यसमा वेट गर्नुपर्ने हुन्छ। हेर्न सक्नुहुन्छ हाम्रो भिडियो पनि जेनेरेट भइसकेको छ। भिडियो हेर्नलाई चाहिँ यो भिडियोलाई तपाईहरुले टच गरिदिनुस्। त्यसपछि हेर्न सक्नुहुन्छ हाम्रो भिडियो कस्तो टाइपले जेनेरेट भएको छ भनेर। हेर्न सक्नुहुन्छ हाम्रो भिडियो जेनेरेट भइसकेको छ। अब यो भिडियोलाई डाउनलोड गर्नको लागि चाहिँ यहाँ तलपट्टि हेर्न सक्नुहुन्छ डाउनलोड भनेर लेखेको अप्सन छ। त्यो वाला अप्सनलाई टच गरिदिनुस्। त्यसपछि यहाँ सुरुमा जुन वाटरमार्क भनेर लेखेको अप्सन छ त्यो वाला अप्सनलाई टच गरेर यो भिडियोलाई चाहिँ डाउनलोड गरिदिनु होला। तलपट्टिको विदाउट वाटरमार्कलाई चाहिँ नगर्नु होला। त्यसमा चाहिँ पैसा तिर्नु पर्ने हुन्छ। हामीले चाहिँ वाटरमार्कलाई सिलेक्ट गरेर यो भिडियोलाई चाहिँ डाउनलोड गर्नुपर्ने हुन्छ। भिडियो डाउनलोड भइसकेपछि तपाईहरु ग्यालेरीमा सेभ भएर बस्नेछ र त्यहाँबाट तपाईहरुले आफ्नो भिडियोलाई टिकटकमा पोस्ट गर्न सक्नुहुन्छ। हस् त आजको भिडियो यति नै। भिडियो मन परेमा लाइक शेयर सब्स्क्राइब गरिदिनु होला। हस् त, धन्यवाद।